नमस्कार। मृगौला प्रत्यारोपण सम्बन्धी आजको यस भिडियोमा म तपाईहरूलाई कस्तो व्यक्तिहरू किडनी डोनर अथवा मृगौला दाताको रूपमा उपयुक्त हुन्छन् र कस्ता बिरामीहरू मृगौला लिने अथवा किडनी ट्रान्सप्लान्ट रिसिपिएन्टको रूपमा उपयुक्त हुन्छ त्यसबारेमा केही कुराहरू गर्न चाहन्छु। मृगौला दिने व्यक्तिहरूको मनमा जहिले पनि एउटा डर हुन्छ कि किडनी दिइसकेपछि मेरो अर्को किडनी बिग्रिन्छ कि म पछि गएर कमजोर भइहाल्छु कि काम गर्न सक्दिनँ कि बुढेसकालमा दुःख पाइन्छ कि या जीवनभर दबाई खाएर बस्नुपर्ने हुन्छ कि भनेर यस्तो शङ्काहरू हुन्छन्। त हामीले सबभन्दा पहिला मृगौला दाताहरूलाई के भन्छौँ भने तपाईँको हेल्थ हाम्रो लागि इक्वली इम्पोर्टेन्ट छ है त। तपाईँ एउटा मृगौला दाताहरू एउटा स्वस्थ व्यक्ति हुनुहुन्छ। स्वस्थ व्यक्तिलाई अस्वस्थ बनाउने मेडिकल साइन्सले त्यस्तो भन्दैनन्। त्यही भएर हामीले मृगौला दाताहरूको सबै जाँच गरेर मात्रै उहाँहरू उपयुक्त हुनुहुन्छ कि हुनुहुन्न भनेर चाहिँ डिसिजन गर्ने गर्छौँ। अब सबभन्दा पहिला त के बुझ्नु पर्यो भने मृगौला दाता चाहिँ नेपाल सरकारको नियमअनुसार आफ्नो पारिवारिक सदस्य हुनुपर्छ। पारिवारिक सदस्य भन्नाले बुवा आमाले छोराछोरीहरूलाई दिन सक्नुहुन्छ, श्रीमान श्रीमतीले एकअर्कालाई दिन सक्नुहुन्छ, छोराछोरीहरूले बुवा आमालाई दिन सक्नुहुन्छ, दाजुभाइ दिदीबहिनीहरू, काका काकी, मामा माइजूहरू, भाउजू देवरहरू, सासू ससुराहरू पनि नेपाल सरकारको नियमभित्रमा चाहिँ मृगौला दाताको रूपमा चाहिँ उपयुक्त अथवा लिगली राइट मानिन्छ। अब मृगौला दाताहरू अगाडि आउनु भएपछि सबभन्दा पहिला हामीले हेर्छौँ उहाँको उमेर कति छ। 18 वर्षभन्दा माथि हुनु पर्यो, नेपाली नागरिकता भएको हुनु पर्यो र जेनरली हामीले के भन्छौँ भने मृगौला दाताहरू चाहिँ 75 वर्षभन्दा कम उमेरको छन् भने उहाँहरूको पनि मृगौला हेल्दी हुने गर्छ। तर यसो भन्दैमै 75 वर्षभन्दा बढी उमेरको मान्छेले किडनी दिन पाइँदैन भन्ने चाहिँ होइन है त। त्यो हामीले बुझ्नुपर्छ। यदि 75 वर्षभन्दा माथिको व्यक्तिको पनि मृगौला राम्रो छ, राम्ररी काम गरिरहेको छ भने चाहिँ त्यस्ता व्यक्तिहरू स्वस्थ हुनुहुन्छ भने चाहिँ त्यस्ता व्यक्तिहरूलाई पनि मृगौला दाताको रूपमा लिन सकिन्छ। अब दोस्रो कुरा हामीले के बुझ्नु पर्यो भने मृगौला दाताहरू चाहिँ लाई डायबिटिज भएको हुनु भएन, या त उहाँहरूले इन्सुलिन डायबिटिज भएर भर्खरै भएको छ, सुगर वेल कन्ट्रोल छ भने चाहिँ ठिक छ, विचार गर्न सकिन्छ। तर थुप्रै वर्षदेखि सुगरको औषधि खाइरहनु भएको छ, थुप्रै वर्षदेखि इन्सुलिन लगाइरहनु भएको छ, सुगरले गर्दाखेरि उहाँको आफ्नै आँखामा असर परिसकेको छ भने त्यस्ता व्यक्तिहरू चाहिँ मृगौला दाताको रूपमा उपयुक्त हुँदैनन्। त्यसै प्रकारले हामीले मृगौला दाताहरूको चाहिँ मुटुको पनि जाँच गर्छौँ। उहाँहरूको मुटु पनि स्वस्थ हुनु पर्यो। मुटु स्वस्थ छैन भने त्यस्ता व्यक्तिहरूमा पनि अपरेसनको रिस्क हाई भएकोले त्यस्तो व्यक्तिहरू